यो भिडियो हेरेर बसिरहनु हुने सम्पूर्णमा मेरो नमस्कार। दर्शकहरू, म आज यो भिडियो मार्फत एसे राइटिङ कसरी गर्ने भन्ने विषयका सम्बन्धमा छोटो जानकारी लिएर तपाईहरु समक्ष उपस्थित भएको छु। हामी शैक्षिक सत्रको अन्त्यतिर आइपुगेका छौं। विद्यार्थी भाइ बहिनीहरू परीक्षाको तयारीमा जोडतोडका साथ लागिराख्नु भएको छ। त्यस कुरालाई मध्यनजर राख्दै म आज अंग्रेजी विषयको फ्री कम्पोजिसन अन्तर्गत तयारी गर्नुपर्ने एसे राइटिङ को बारेमा बताउन गइरहेको छु। लङ क्वेशनको रूपमा यसबाट सोधिने प्रश्नको अङ्कभार पनि बढी नै रहेको हुन्छ। विद्यार्थीहरूले अलि कठिन मान्ने एसे राइटिङ विषयवस्तुको ज्ञान, शब्द भण्डार र ग्रामर व्याकरण राम्रो भएमा सबैभन्दा सजिलो प्रश्नको रूपमा पनि यसलाई लिन सकिन्छ। यति हुँदाहुँदै पनि लेखनसिप मिलेन भने जसो नम्बर नआउन सक्छ। त्यसैले यसको बारेमा गहिरो जानकारी राख्न आवश्यक छ। एसे भनेको के हो त भन्दा वास्तवमा यो a short piece of literary written composition on a particular subject भन्छ यसलाई। यो एउटा रिटन कम्पोजिसनको रूपमा हामी लिन सक्छौं। यसमा यसका धेरै प्रकारहरू छन्। जस्तै डेस्क्रिप्टिभ एसे भनिन्छ, वर्णनात्मक एसे, न्यारेटिभ जसलाई नेपालीमा कथात्मक अर्थात् कथनात्मक एसेको रूपमा लिइन्छ। रिफ्लेक्टिभ एसे चाहिँ छ, प्रतिबिम्बात्मक भन्छ यसलाई। आर्गुमेन्टेटिभ एसे, तार्किक निबन्ध जुन व्यक्तिको तर्कको आधारमा लेखिनुपर्ने हुन्छ। एक्सपोजिटरी और एक्सप्लेनेटरी जसलाई व्याख्यात्मक एसेको रूपमा, निबन्धको रूपमा चाहिँ लिइन्छ। इमेजिनेटिभ अर्थात् काल्पनिक एसे पनि चाहिँ हुन्छ। र हामी कुन प्रकारको एसे लेख्दै छौं हैन त्यो कुरामा हाम्रो ध्यान जान जरुरी छ। र अब एसे असल हुनको लागि हाम्रो स्कुलमा लेखिने एसे चाहिँ असल हुनका लागि यसका केही चाहिँ क्यारेक्टरहरूको बारेमा बुझ्न जरुरी छ। जस्तै यस गुड स्कुल एसेका क्यारेक्टरहरू, यसका विशेषताहरू मध्ये एउटा युनिटी, अर्डर, ब्रेभिटी, स्टाइल, पर्सनल टच का साथै यो सिम्पल हुनुपर्छ, डाइरेक्ट हुनुपर्छ र क्लियर पनि हुनुपर्छ। सुटेबल सब्जेक्ट म्याटर यसको अर्को विशेषता हो भने प्रोपर अरेन्जमेन्ट, एडिक्वेट पावर अफ एक्सप्रेसन यो पनि असल स्कुल एसेको विशेषताभित्र पर्ने महत्त्वपूर्ण पार्ट हो। अब एसे लेख्दाखेरि के कुरामा हामी ध्यान दिनुपर्छ त्यसका हिन्ट्स पोइन्टहरुको बारेमा चाहिँ लाग्दै छौं। यसका दुईवटा प्रिपरेसन, एउटा जनरल प्रिपरेसन हुन्छ र अर्को चाहिँ स्पेशल प्रिपरेसन भनेर चाहिँ राखिएको हुन्छ। यो जनरल प्रिपरेसनमा पहिला हामीले के गर्नुपर्ने हुन्छ भन्दा जस्तै धेरै चाहिँ डकुमेन्टहरु जम्मा गर्ने र त्यसलाई मजासँग चाहिँ पढ्ने, विषयवस्तुहरु चाहिँ हैन त्यसबाट जानकारी लिने र त्यसको अब्जर्भेसन गर्ने। हामी जो विषयवस्तुहरु त्यो अन्तर्गत चाहिँ लिएर चाहिँ आउँछौं हैन त्यसलाई अब्जर्भेसन गर्ने र साथीहरुसँग फेरि बसेर त्यो कुनै अब्जर्भेसन जस्तो चाहिँ विषयवस्तु ठ्याक्क किताबबाट मात्र हामी चाहिँ धेरै कुराहरु लिन सक्छौं भन्ने छैन। प्रत्यक्ष रूपमा ती विषयवस्तुहरुको अर्थात् चाहिँ त्यो घटनाक्रमहरुको
हैन प्रत्यक्ष अवलोकन पनि गर्न चाहिँ हामी चाहिँ सक्छौँ र अवलोकन गर्छौँ, बुँदा टिपोड चाहिँ गर्छौँ हैन। त्यो अनुसार हामी चाहिँ एसे तयार गर्न चाहिँ सक्छौँ। र अर्को कन्भर्सेसनको चाहिँ पाटो चाहिँ छ। जब हामी त्यो प्रत्यक्ष रूपमा अर्थात् चाहिँ रिडिङ गरे र हामीले लिएका चाहिँ विषयवस्तुहरू अर्थात् चाहिँ अब्जर्भेसनबाट हामीले लिएका चाहिँ विषयवस्तुहरू, जानकारी चाहिँ पाएका विषयवस्तुहरू प्रत्यक्ष रूपमा जो चाहिँ छ त्यसलाई अब साथीहरू बिच चाहिँ हैन विद्यार्थी बिच चाहिँ अर्थात् चाहिँ साथीहरू बिच राखेर त्यसलाई विभिन्न छलफल गर्न सकिन्छ, क्वेसन गर्न सकिन्छ। त्यसबाट चाहिँ हामी साथीहरूबाट पनि धेरै चाहिँ विषयवस्तुहरू त्यहाँ चाहिँ पाउन सक्छौँ, छलफलबाट चाहिँ गराउन चाहिँ सक्छौँ। र यो भइसकेपछि यो जनरल प्रिपरेसन पछि हामी स्पेसल प्रिपरेसनमा चाहिँ प्रवेश चाहिँ गर्छौँ र जसमा अब ती आएका विषयवस्तुहरूलाई डेफिनिसनमा लानुपर्ने चाहिँ हुन्छ। हामीले पहिलो प्याराग्राफमा त्यसलाई डेफिनिसनको रूपमा चाहिँ त्यसलाई चाहिँ लैजाने अनि विषयवस्तुहरू चाहिँ त्यो डेफाइन भइसकेपछि कलेक्टिङ मटेरियलहरू हुन्छ हैन। त्यहाँ चाहिँ धेरै चाहिँ मटेरियलहरू चाहिँ कलेक्सन गर्ने र रिडिङ अफ सब्जेक्टमा चाहिँ हामी चाहिँ जान्छौँ भने यसमा अब एसेका चाहिँ पार्ट्सहरू यसले लेख्दाखेरि हामीले ध्यान दिनुपर्ने पार्ट्सहरू चाहिँ छन्, केही पार्ट्सहरू चाहिँ छन्। र जस्तै यसमा चाहिँ हामी एसे राइटिङमा के गर्न सक्छौँ त भन्दाखेरि इन्ट्रोडक्टरी पार्ट हुन्छ एउटा, बडी पार्ट र त्यसपछि कन्क्लुजन भनेर तीनवटा विषयवस्तुका यसका चाहिँ तीनवटा भागहरू चाहिँ हुन्छ हैन। तीनवटा भागमा एउटा इन्ट्रोडक्टरी पार्ट हुन्छ। हामी जुन विषयमा चाहिँ एसे लेख्दै जान्छौँ त्यसै विषयमा हामीले के गर्नुपर्छ त भन्दा इन्ट्रोडक्सन त्यही विषयवस्तुलाई नै हामीले प्रष्ट पार्नुपर्ने चाहिँ हुन्छ। त्यसको परिचय चाहिँ छर्लङ्ग रूपमा चाहिँ दिन सक्नुपर्दछ। र त्यसपछि हामी दोस्रो स्टेपमा चाहिँ आउँछौँ र बडी पार्ट्सतिर चाहिँ जान्छौँ। बडी पार्टमा दुई वा दुईभन्दा बढी चाहिँ प्याराग्राफहरू हैन त्यसमा चाहिँ हुन्छ हैन। दुई, कुनैमा तीन, कुनैमा चार हैन प्याराग्राफ हुन्छ र एउटै प्याराग्राफमा चाहिँ एसे लेख्नु त्यो सान्दर्भिक चाहिँ देखिँदैन। र त्यहाँ विभिन्न उदाहरणहरू दिन सक्छौँ हामी हैन। विभिन्न चाहिँ कथनहरू राख्न चाहिँ सक्छौँ हैन। त्यहाँ भएको चाहिँ ती विषयवस्तुहरूमा चाहिँ हामीले इक्जाम्पल सहित चाहिँ प्रष्ट पार्नुपर्ने हुन्छ बडी पार्ट्समा। यसका फाइदा बेफाइदा विशेषता सबै कुराहरू चाहिँ बडी पार्टमा चाहिँ हामी चाहिँ लेखिसक्छौँ। र त्यसपछि लास्ट पार्ट हुन्छ के त भन्दा यो कन्क्लुजन भन्ने जान्छ। हामी कन्क्लुजन पनि निकै आवश्यक चाहिँ के अरे पार्टको रूपमा चाहिँ हामी चाहिँ लिन्छौँ। र कन्क्लुजनमा अगाडि लेखिएका जुन विषयवस्तुहरू चाहिँ छन् हैन, जुन तार्किक ढङ्गले हामी लेखेका चाहिँ छौँ ती विषयवस्तुहरूको चाहिँ एउटा निचोड चाहिँ लेखिन्छ। नयाँ कुराहरू त्यहाँ ल्याउनु हुँदैन। त्यही माथिबाटै लेखिएका जुन कुराहरू चाहिँ छन् हैन त्यो कुराहरूलाई हामी कन्क्लुजनको रूपमा चाहिँ लिएर चाहिँ आउँछौँ। र यसै लेख्दाखेरि केही स्टेपहरू हामीले चाहिँ फलो गर्नुपर्ने चाहिँ हुन्छ। नम्बर 1 मा हामी डिटरमाइन द टाइप्स अफ एसे हैन। यो कुन प्रकारको एसे चाहिँ हो त्यसको डिटर्मिनेसन चाहिँ हुन्छ अर्थात् चाहिँ त्यसको निर्धारण गर्ने हो। हामी अघि टाइप अफ एसे भनेर चाहिँ भनेको चाहिँ छौँ हैन। त्यो मध्ये हामी डिस्क्रिप्टिभ गर्दैछौँ कि रिफ्लेक्टिभ गर्दैछौँ कि हैन, कुन चाहिँ एसे हामी चाहिँ तयार गर्दैछौँ त्यो कुरा चाहिँ हामीले प्रष्ट हुनुपर्ने चाहिँ हुन्छ। र अर्को फेरि कम्पाइल इन्फर्मेसन भनेको चाहिँ छ। कम्पाइल भनेको त्यसमा चाहिँ त्यो जानकारीहरू हैन त्यो एसे सम्बन्धी त्यो विषय जो चाहिँ छ त्यो विषय सम्बन्धीका चाहिँ जतिसम्म चाहिँ हामी सूचनाहरू चाहिँ पाउँछौँ हैन, विषयवस्तुहरू पाउँछौँ ती कुराहरू कलेक्सन गर्नुपर्दछ। र त्यो कलेक्सन गरिसकेपछि मेक एन आउटलाइन हामीले त्यसबाट चाहिँ फेरि आउटलाइनहरू बनाउन चाहिँ सक्छौँ हैन। त्यसबाट मेक एन आउटलाइन हामी चाहिँ आउटलाइन बनाउँछौँ हैन। त्यो आउटलाइनहरूलाई जो चाहिँ एकदम महत्त्वपूर्ण चाहिँ मानिन्छ यसलाई। र अनि फिल इन द आउटलाइन्स गर्छौँ हामीले। त्यही आउटलाइनको आधारमा चाहिँ हामी फेरि चाहिँ यसरी लेखनतिर चाहिँ जान्छौँ। अनि अब लेख्ने क्रममा गएर इन्ट्रोडक्टरी पार्ट लेख्छौँ, त्यसको एक्सप्लेनेसन गर्छौँ र त्यसपछि चाहिँ रिफ्रेस द मेन आइडिया यसमा चाहिँ हामी रिफ्रेस द मेन आइडिया गर्छौँ अर्थात् चाहिँ यसको निचोड चाहिँ लेख्छौँ। र यसरी हामीले चाहिँ एसे चाहिँ लेख्यौँ भने एसे लेख्न सजिलो पनि हुन्छ अनि हाम्रो करिकुलम दिँदै अनुसार पनि चाहिँ हुन्छ अनि हामीले भने जस्तो नम्बर पनि पाउन सक्छौँ। मार्किङ स्किममा जे कुरा चाहिँ हैन आउँछ यिनै कुराहरू चाहिँ खोजिएर चाहिँ त्यहाँ आएको चाहिँ हुन्छ र हामीले राम्रो नम्बर पनि पाउन चाहिँ सक्छौँ। त्यसैले ल अब आजको भिडियोमा यो एसे कसरी लेख्ने भन्ने कुरा सहितको चाहिँ एसे सम्बन्धी एउटा छोटो जानकारी चाहिँ मैले प्रस्तुत चाहिँ गरेँ। र आगामी भिडियोमा फेरि हामी यसका नमुनाहरू स्याम्पलहरू सहित चाहिँ हामी चाहिँ लिएर चाहिँ आउने चाहिँ म लिएर चाहिँ आउने नै छु। हस् त धन्यवाद।